এই বয়সে মাইয়া লোকের জ্বলন্ত আগুন তাজা বলে মজা দ্বিগুণ মরিচ পাকলে ঝাল বন্ধু মার সরটা বন্ধু মার সর अभी मजा आएगा ना भिड़ो. A few moments later. हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल सबैजनालाई नमस्कार मेरो भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट छोडेर जानु होला यदि राम्रो लाग्यो भने सब्सक्राइब पनि गर्न होला ओके बाई हेरेर साथ दिनु होला टाटा हेलो गाइज हामी चाहिँ अनि बिहानै ड्युटी जानुपर्ने हुन्छ र आज चाहिँ हामीले खाजा लिएका थिएनौँ र हामी यहाँ गयौँ एकजना यहीँको मलैको केटीमा र हामी खाजा खाँदै हामी मिठो गफ गर्ने सोच थियो आज र हामी चाहिँ मजाले केटीसँग गफ हानेको र चिसो पनि खाने नखाने भन्ने कुरोको सोल्टीले मैले चाहिँ खाएन किनकि मेरो चाहिँ अलिकति घाँटीमा प्रब्लम थियो सो त्यस कारण चाहिँ मैले चिसो खाएन अनि चिसोको प्राइस कति भन्दाखेरि सोलीलाई भने चाहिँ ₹1.50 अनि सोलीले चाहिँ तपाईँ पनि खानु भन्दैन तर मैले खाएन अनि मैले भने सोली हिसाब गर्नुहोस् पहिला अनि त्यसपछि हामी चाँडै जानुपर्छ किनकि हामीलाई टाइम छ भने फेरि बोस गराउँछ भनेर अनि सोलीले हेर्दै पैसा हेर्दै हुनुहुन्थ्यो ल सोली पैसा त थोरै रहेछ भन्नुभयो अनि मैले चुप्प लागेर बसेँ के गर्नुहुन्छ सोलीले भनेर त्यस पछाडि फेरि म फेरि किन यस्तो गर्नु भनेर सोली मसँग छ पैसा लाउनुहोस् भनेर मैले चाहिँ ₹5 झिकेर दिएँ अनि त्यस पछाडि हामी चाहिँ अब जानुपर्छ बिस्तारै ड्युटी जानुपर्छ काम त गर्नु पर्यो काम गरेपछि पैसा आउँछ नभए पैसा आउँदैन होइन त गाइज कम्पनी पनि आइपुग्यो अनि त्यस पछाडि मेरो फर्स्ट काम चाहिँ त्यो अलिकति कपडा बाँकी थियो काट्ने अनि त्यसलाई काट्नु पऱ्यो अनि फेरि मैले मामालाई भने कि लुकी भयो भने एउटा भिडियो त बनाउनै पर्छ टक्क लगाएर अलिकति इफेक्ट युज गरेर गराइदिनु मामा किनकि म ह्यान्डसम देखिनु पर्यो मामाले बनाउनु भयो अनि त्यस पछाडि मैले मेरो काम सकेँ अनि यसो थारू दाइलाई हेरेको थारू दाइ त मजाले निराश भएको रहेछ किन भएको यस्तो मैले भन्दा पनि ऊ पनि बोलेन मलाई पनि थाहा भएन एकदमै निराश देख्दा मलाई चाहिँ अलिकति मन चाहिँ चस्स छुयो मैले बोलाउँदा पनि बोल्दैन एकहोरो बसिरहेको छ खै के भयो खै त अनि त्यस पछाडि फेरि मेरो काम सक्यो अनि बाहिरतिर चाहिँ हेल्प गर्न बोलायो जीवन यहाँ फोरलिप लिएर आइज भन्यो अनि म गएँ अनि यहाँ बाहिर गइसकेपछि मलाई अर्कै काम लगाइदियो अनि त्यो काम गर्न सक्दिनँ म किनकि मेरो हातमा अलिकति घाउ थियो अनि त्यस पछाडि म मजाले रिल्याक्ससँग उनीहरूले काम गरेको हेर्दै भिडियो बनाउँदै गरेँ किनकि त्यो बङ्गाल एउटा साथीले चाहिँ मलाई भनेको थियो कि जीवन भाइ एक वीडियो बना के मेरे को भी डाल देना क्योंकि ये काम बहुत डेन्जर काम है इसको याद राख्न परेगा न यसरी भन्यो अनि म मजाले भिडियो बनाएर बसेँ साथीहरू काम गरिरहेको छ किनकि त्यहाँनिर चाहिँ मलाई बोसले पछाडिबाट हेरिरहेको थियो हेर्नु त तर पनि मलाई केही पनि लागेन किनकि मेरो हातमा अलिकति चोट लागेको थियो जस मैले भनिसकेको थिएँ कि म चाहिँ सक्दैन यस्तो काम गर्न फोरलिप चलाउने मात्रै हो मैले भनेर भने अनि धेरै नै गाह्रो काम थियो बाहिर चाहिँ खाना खाने टाइम पनि हुन लागिसकेको थियो अनि यतातिर म चाहिँ भित्रतिर छिरेको अनि त्यहाँ चाहिँ मेरो काम गर्ने म्यामले चाहिँ माछा लिएर आएछ अनि यसो म फेरि भिडियो बनाइदिउँ न भनेको किनकि त्यहाँ चाहिँ ठुलो माछा भन्दा पनि गङ्गटा धेरै ठुलो थियो माछा चाहिँ कस्तो टाइपको थियो मैले चाहिँ माछाको नाम पनि थाहा भएन अनि यसो हेरेँ मैले चाहिँ अनि खाउँ त लागिरहेको थियो तर म माछा खाँदैन किनकि मलाई माछा खाए चाहिँ एलर्जी आइहाल्छ अनि हेर्दा खाना खाने टाइम पनि आएछ अनि खाना खान जाउँ भन्दाखेरि मेरो खाना चाहिँ एकजना दाइलाई मैले दिइसकेँ म चाहिँ आज रोटी खान्छु भनेर दाइले चाहिँ गिलासमा मासु राख्नु भएको छ अनि टक्क लगाएर ग्रेभीसँग चाहिँ मैले मजासँग रोटी खाएँ आज रोटी चाहिँ मलाई एकदमै मनपर्छ खै किन हो थाहा छैन मलाई अनि खाना पनि खाइयो मजाले रेस्ट पनि गरियो रेस्ट टाइमिङ सक्यो लाग्यो ड्युटीतिर ए बुढ्छ दिएर आएर त मधेसी भैया ओके गाइज आजको ड्युटी पनि सकियो र आज अब जानुपर्छ हामी रुमतिर अनि आज चाहिँ मैले साइकल लिएको थिइनँ सधैँ साइकलमा आउने मान्छे आज चाहिँ मेरो साइकल अलिकति बिग्रेको पनि थियो र मैले आज साइकल पनि लिएन अनि गाडीमा जानुपर्छ गाडीमा चाहिँ धेरै मान्छे हुन्छ बोरिङ पनि भइहाल्छ तर आज मेरो कम्पनीबाट चाहिँ एकजना बङ्गाली भाइ चाहिँ निस्किँदैछ अलिकति मन चाहिँ अर्कै भइरहेको 2 वर्षभन्दा करिब 2.5 वर्ष जति सँगै काम गरेको सो आज चाहिँ ऊ जाँदैछ अलिकति भनौँ न सो स्याड भनौँ न अब सँगै काम गरेको धेरै कुरा सिकाएको उसले मलाई त्यही भएर ओके
फेरि दोबारा टक्क लगाएर यस्तै हिँडेर जानुपर्छ के हामी बीच लाइनमा छौँ यहाँ राइट साइडबाट गाडी छ लेफ्ट साइडबाट पनि गाडी छ त्यस्तो पनि हुन्छ त यार तर नजान्दा एकछिन रोक्नु है अझै गाडी आउँदैछ यस्तो छ वाल्मीकि तिमीसँग म धेरै दिनपछि भेट हुन्छ यार टिकटॉक हो सिधै यस्तो पागल दिमाग भिडियो बनाइरहेको छु मलाई यो एक नम्बर चोर हो तल चोर भने त रिसाइट नै भन् त मैले मजा गरेको तर एकदम मिल्ने साथी हो कि पहिला भन्छ यस्तो नरिसा न म तेरो बुढीलाई कस्तो राम्रो भन्छु मैले तेरो बुढी राम्रो छ मैले भनेको नै भयो भन्छ मलाई के मसँग कुरो नगर फेरि आज म 2-3 महिनापछि गाडीमा आएर पनि यस्तो गर्दै मैले गाडी होइन के यता सुन्नु म आज कति महिनापछि म गाडीमा मलाई के भनेको भन्न पहिला मैले के भने भन् त भन्न पहिला के भनेको मैले भनेको तिमी किन यसरी रिसाउँछौ भनेको तिमी के भनेको पहिला भन्न म के चोरी गरेको भन्छ म एकचोटि जोक गरिरहेको अनि तिमी यस्तो भन्न के चोरी गरेको भन्न मेरो बुढीको नम्बर किन चोरेको त फाइनली म रुममा पनि आइसकेँ अब यहाँ चाहिँ हामी रुममा जाँदाखेरि चाहिँ स्क्यान गर्नुपर्छ म चाहिँ साथीलाई अझै जिस्काउँदैछु उसलाई चाहिँ कति जिस्काउनु मलाई चाहिँ किनकि आज धेरै लङ टाइमपछि हामी सँगै गाडीमा आएको छौँ अनि टक्कलाई स्क्यान गरेँ अब म पनि भित्र छिरेँ अगाडि साथी भागिरहेको छ त ओके गाइज आजको भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला र माया पनि गरिदिनु होला मन पऱ्यो भने सब्सक्राइब पनि गर्नु होला माया चाहिँ मार्नु हुँदैन है त।